गाजलो आँखा नैसरो हेरा गाजलो आँखा नैसरो हेरा नजिक आउँछिन् कि भन्न खोजी कमाउँदै आउँछु नजिक आउँछिन् के भन्न खोजी कमाउँदै आउँछु पुरानो ठाउँ क्या राम्रो ठाउँ चञ्चल नानी क्या राम्रो बानी घुम्दै बाए तिम्रो गाउँमा तिमी यो मनलाई सम्हालिदेऊ न पुरानो ठाउँ क्या राम्रो ठाउँ चञ्चल नानी क्या राम्रो Thank you.
माया माया तिम्रो पछि लागे देवी देउतासँग सधैँ तिमीलाई मागे देवी देउतासँग सधैँ तिमीलाई मागे तुझे आँगनमा रोपौला तुझे आँगनमा रोपौला जीवनभरि छातीमा राखी मायाले छोपौला जीवनभरि छातीमा राखी मायाले छोपौला तिम्रो त्यो मायामा मेरो पिराती बुन्दिन भुले हो केपी शर्माजी नाच्नु भयो अब केपी नाच्नु बाटो मुनिको फुल झैँ कोइली झुकीमा तिम्रो सपना बुन्दा बुन्दै त्यसै मर्छु किमा हो तिम्रो सपना बुन्दा बुन्दै त्यसै मर्छु किमा तुझी आँगनमा रोपौला तुझी आँगनमा रोपौला जीवनभरि छातीमा राखी मायाले छोपौला जीवनभरि छातीमा राखी मायाले छोपौला तिम्रो त्यो मनमा मेरो पिराती बुन्दिन भुले हो मायामा भुले हो संसारलाई भुले हो
तेन्जिनी होल्मो एलन श्रेष्ठ आप्पा दोर्जी होल्मो तपाईहरु जसको नाममा वाचन गर्छु तपाईहरु क्रमबद्ध रूपमा यहाँ आइदिनु होला र आफ्नो सम्मान पत्र ग्रहण गरिदिनु होला। उहाँहरु मार्फत उहाँहरुले होल्मो गीत गाउनु भएको थियो। त्यसैगरी लोप्साङ होल्मो, उर्केनी होल्मो, दावा होल्मो, दावा होल्मो, पासाङ होल्मो, पासाङ कानी होल्मो, उत्तरी होल्मो, हेलमवाड सेनेसिपा होल्मो गीत गाउनु भएको थियो अघि। उहाँहरूको कलाकारहरूको नाम हो। उहाँहरू जहाँ भए पनि आफ्नो सम्मान पत्र ग्रहण गरिदिनु होला। खुर्पी होल्मो, हेलमवाड टिम्बु, खुर्तिकी होल्मो, हेलमवाड टिम्बु, माया होल्मो, हेलमवाड टिम्बु, नामु होल्मो, हेलमवाड टिम्बु, हिन्दू होल्मो, हेलमवाड टिम्बु, साङ्गे होल्मो, हेलमवाड टिम्बु, त्यसैगरी रेन्जेनी होल्मो, हेलमवाड टिम्बु, इसी होल्मो, हेलमवाड अम्बाथाङ, जमलिङ होल्मो, हेलमवाड टिम्बु, चुङयल्बु होल्मो, हेलमवाड टिम्बु, चुम्बु होल्मो, हेलमवाड टिम्बु, दावा ग्याल्जेनी होल्मो, हेलमवाड टिम्बु, याम्चो होल्मो, हेलमवाड टिम्बु, छिरिङ होल्मो, हेलमवाड टिम्बु, थाक्पा होल्मो, हेलमवाड टिम्बु, कामी याङ्जेन होल्मो, हेलमवाड टिम्बु, ज्ञानु होल्मो, हेलमवाड टिम्बु, याङ्जेन होल्मो, हेलमवाड टिम्बु। उहाँहरू हुनुहुन्थ्यो अघि यस कार्यक्रममा हामीले स्वागत गीतहरू साथै हाम्रो होल्मो गीतहरू उहाँहरू मार्फत प्रस्तुत गरेका थियौँ। यो कार्यक्रम हामीले औपचारिक रूपमा अन्त्य गर्नेछौँ। हामी क्षमा चाहन्छु, तपाईँहरूले चाहे जति सम्पूर्ण हामीले प्रस्तुत गर्ने समय हामीले दिन सकेनौँ। तपाईँहरू यदि चाहनुहुन्छ भने यो हामी कार्यक्रम औपचारिक रूपमा अन्त्य गर्नेछौँ। तत्पश्चात तपाईँहरू यदि गर्नै चाहनुहुन्छ भने हामी समय पक्कै दिनेछौँ। त्यसैले आजको यो कार्यक्रम हामी औपचारिक रूपमा समापन गर्नका लागि
म कार्यक्रम सञ्चालक नुर्पो हेल्मो। मैले यो कार्यक्रम सञ्चालन गर्दै गर्दा गल्ती कमी कमजोरीहरू भयो होला। यहाँहरूबाट ती गल्ती कमी कमजोरीहरू कसरी सुधार्न सकिन्छ, हाम्रो क्लबले आयोजना गरेको यो कार्यक्रम यो वर्ष कस्तो भयो, आगामी वर्षमा अब कसरी सञ्चालन गर्दा हुन्छ, यस सन्दर्भमा पनि तपाईँहरूले सल्लाह सुझाव दिन सक्नुहुनेछ। यदि भन्दै आजको यो कार्यक्रमबाट म कार्यक्रम सञ्चालक पनि बिदा हुन्छु। साथै यो कार्यक्रम अन्त्य भएको घोषणा गरिदिनु न। आजका यस कार्यक्रमका सभाध्यक्ष हेलम्बो युवा समूहका अध्यक्ष दाजु सोनाम जाङपो हेल्मोज्यूलाई यो माइक्रोफोन हस्तान्तरण गर्दै म कार्यक्रम सञ्चालक बिदा हुन चाहन्छु। धन्यवाद। धन्यवाद हाम्रा उद्घोषक मित्र तथा हाम्रो यस हेलम्बो युवा समूहका सक्रिय सदस्य श्री नुर्पो हेल्मोज्यूलाई। हामी आदिवासी जनजाति हेल्मोहरूको महान चाड विशेष सोनाम लोसारको उपलक्ष्यमा 2144औं सोनाम लोसारको उपलक्ष्यमा हामी यस हेलम्बो युवा समूहद्वारा हेल्मो सांस्कृतिक कार्यक्रम हामीले आयोजना गरेका थियौँ, जसमा हामीले प्रमुख अतिथि हाम्रो धर्मको हामी हेल्मोहरूको धर्मको र संस्कृतिको केन्द्रबिन्दु क्याप्टे महतेन्जेन रिमुर्छे पाल्नु भएको थियो, तर उहाँ आफ्नो व्यस्तताको बावजुद उहाँ फर्किसक्नु भएको छ। त्यसै गरी विशेष अतिथिमा हामीले यस गाविसका अध्यक्षज्यू लगायत हेल्प संस्थाका संस्थापकजीलाई पनि हामीले निमन्त्रण गरेका थियौँ। त्यसै गरी हामीले यहाँहरूलाई मनोरञ्जन दिने दृष्टिकोणले हामीले प्रमुख कलाकार राष्ट्रिय कलाकार एस कुमारजीलाई पनि हामीले यहाँ निमन्त्रण गरेका थियौँ, जस मार्फत उहाँले यहाँहरूलाई भरपुर मनोरञ्जन दिई उहाँ यस प्राङ्गण तथा स्टेजबाट उहाँ बाहिरिसक्नु भएको छ। साथै यस प्राङ्गणमा हाम्रो हेल्मो जातिको